कथा बिहे घोषणा होइन विद्रोह हुन्छ। शिव र सरिताले अब एकअर्कालाई सँगै भनेर देश घुम्ने निर्णय लिएका थिए। त्यसको पहिलो पाइला थियो बिहे। गाउँमा सन्नाटा चिरियो जब विद्यालयको भित्तामा शिव र सरिता प्रेम सम्मान र समानताको विवाह भनेर नोटिस टाँसियो। कतै बाँसुरी जस्तो हर्षको धुन बज्यो, कतै तीखो आलोचना पार्टीहरू भयो, तर दुवै थरका वृद्धहरू बीच गम्भीर वार्ता पनि भयो। एक वृद्धले भने, दलित केटीलाई पण्डितकी बुहारी बनाएको कहिले सुनेको छ? अर्काले फुसफुसाए, तर ऊ त्यो शिक्षक हो, उसले हाम्रो नातिलाई कलेजसम्म पुर्यायो। पण्डित सापकोटा फेरि उठे, गाउँको चौतारीमा बोल्दै, अब हामी मौन बस्यौं भने परम्परा मर्छ। शिवले दलित केटीलाई बिहे गर्न लागेका छन्, के हामी यो स्वीकार गर्ने? त्यो दिनको भेला चर्को भयो। तर अर्को बिहान गाउँका युवाहरूले खुला पत्र टाँसे, जब ब्राह्मण केटोले दलित केटीसँग माया गर्छ तब माया अपवित्र हुन्छ। माया जातको होइन, जीवनको अधिकार हो। बिहेको मिति तय भयो, फागुन 21, शिव र सरिताको सपनाको साँझ। तर त्यो बिहेको कार्यक्रम मन्दिर, पण्डित र विधि होइन, समाजलाई फर्काएर हेर्ने ऐना बन्न भयो। शिव र सरिताले निर्णय गरे, हामी विद्यालयको प्राङ्गणमा विवाह गर्छौं। विक्रम, जाह्नवी, गाउँका शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता, पत्रकार सबै निमन्त्रित। मन्त्र होइन, प्रतिज्ञाहरू हुनेछ। त्यस दिन सरिताले सेतो कुर्तामा, शिवले साधारण दौरा सुरुवालमा एक अर्काको नजर समाते। शिवको प्रतिज्ञा, म तिमीलाई सधैँ आत्मसम्मानसहित साथ दिनेछु। जात, धर्म, समाजको डर होइन, माया र इमानदारीले तिमीलाई अँगाल्नेछु। सरिताको प्रतिज्ञा, म तिमीको सफलतामा मात्र होइन, सङ्घर्षमा पनि साथ दिनेछु। म कुनै थर होइन, तिमीको हिम्मतकी छाया बन्न चाहन्छु। गाउँका कतिपय बुढाबुढी चुपचाप भित्तामा टिकेर हेर्थे। केही रोए, केही मुस्कुराए, तर कसैले अवरोध गरेन। शिवले डायरीमा लेखे, हामीले विवाह गरेनौं, हामीले एउटा सभ्यता सुरु गर्यौं। जुन थरभन्दा ठूलो हुन्छ, त्यो हुन्छ मानवता। विवाहपछि गाउँमा उत्सुकता थियो, अब सरिताको पहिचान के हुनेछ? दलितकी श्रीमती, ब्राह्मणकी बुहारी, शिवकी स्वास्नी? तर सरिता चुप थिइन्, अनि लेखिरहेकी थिइन्। एक हप्ता बित्यो। विद्यालय खुलेको पहिलो दिन सरिता पहिलेझै विद्यालय पुगिन्। बालबालिकाहरू हात जोड्दै बोले, सरिता म्याम नमस्ते। र त्यो दिन उनले नयाँ पाना खोलिन्। स्कुलको सार्वजनिक पार्टीमा उभिएर सरिता बिना आतंक बोलिन्, म ब्राह्मणकी छोरी थिएँ, अब कसैले मलाई दलितको स्वास्नी भन्छ। तर आज म चाहन्छु, मलाई न ब्राह्मण न दलितको लेबल दिइयोस्। मलाई अब शिक्षक सरिता भनेर चिनियोस्। त्यो स्वर गाउँका अगुवासम्म पनि पुग्यो। एक वृद्ध पण्डितले बिस्तारै भन्यो, पहिचान थरले होइन, योगदानले बनिने हो। सरिताले महिलाहरूका लागि नयाँ साँझ कक्षा सुरु गरिन्, शिक्षा, आत्मनिर्भरता र आत्मसम्मानका लागि। अब उनले केवल बालबालिकालाई होइन, आफ्नो उमेरकी दिदी बहिनीहरूलाई पनि लेख्न सिकाउँथिन्। एक साँझ शिवले सोधे, सरिता, तिमी आजकल धेरै बोल्छौ, पहिले भन्दा फरक? सरिता हाँसिन्, पहिले डर बोल्थ्यो, अब चेतना बोल्छ। त्यही साँझ शिवले सरितालाई एउटा डायरी उपहार दिए। पहिलो पानामा लेखिएको थियो, तिमी अब कुनै घरको छोरी होइनौ, कुनै कुलकी बुहारी होइनौ, तिमी एउटी यस्ती नारी हौ जसले समाजलाई लेख्न सिकाउन सुरु गरेकी छ। धन्यवाद।